गाइज म चाहिँ यता नारायणथानतिर आएको छु होइन। बाटो दामी पिच भएछ यो, नत्र यो नारायणथान यो यता यो खोला छेउतिर यस्तो खत्तम छ नि बाटो। लौ यहाँसम्म मात्रै पिच गराएको छ बाटो, गाडी जाने हो कि होइन। खत्तम बनाएको रहेछ बाटो त। पिच गरेपछि पुरै पिच गर्नु कति चाहिँ बाटो छ यार। यति बिचसम्म चाहिँ पिच गर्छ यार। धेरै नि छैन यो, 200 मिटर जति चाहिँ पिचै गरेको छ। यस्तो हुन्छ नि दलालीहरू पनि, त्यति पिच गर्दा पनि 15-20 लाख जति खान पायो होला यति पिच नगर्दा नि।